वेलकम छ दर्शकबिन सबैलाई स्वागत छ मेरो न्यू ब्लगमा। यहाँ चाहिँ गाडीहरू जथाभावी रोकिएको छ अनि यहाँ चाहिँ खै ट्राफिकहरू पनि आएर चाहिँ यता यस्तो गर्नु पनि भने होइन। मान्छे यहाँ जहाँ पनि रोक्याछन्, जे मन लाग्यो त्यही गरेर गाडी चाहिँ तपाईँहरूको आवत जावत भइरहेको छ। अनि यहाँ चाहिँ हाम्रो यो जिल्ला प्रशासनलाई म यो पुरो ध्यान दिनको लागि म आग्रह गर्दछु। अनि यहाँ चाहिँ जथाभावी हिँड्ने अनि बाटो काट्ने तपाईँको यहाँ यो नारघाट पुलचोकमा तपाईँको यो मान्छेको बाटो काट्ने जेब्रा करेक्सनमा पनि कसैले चाहिँ गाडी नरोकिकन यत्तिकै हिँड्छन् है। एम्बुलेन्सको लागि चाहिँ बाटो खुला गरिएको छ, एम्बुलेन्स चाहिँ यत्तिकै गइरहेको छ। यहाँ ध्यान पुर्याउन पर्ने कुराहरू यहाँ चाहिँ सरकारले यहाँ चाहिँ जे मन लाग्यो त्यही गरेछन्। यहाँ जाम चाहिँ एकदम पहिलाभन्दा चाहिँ अलिकति कम हुन गइरहेको छ जामहरू चाहिँ। जथाभावी पार्किङ भएको छ यो नारायणको छेउमा। तपाईँको सानो बाटो छ, तपाईँको एउटा दुईवटा कारहरू आए पनि यहाँ चाहिँ अटोहरू आए पनि यहाँ जाम हुने गर्दछ। यो चाहिँ मैले महानगरपालिकालाई चाहिँ आग्रह गर्दछु, यहाँ चाहिँ ध्यान दिनु पर्ने छ एकदम। किन भन्दाखेरि यहाँ चाहिँ धेरै रेस्टुरेन्टहरू छन्, होटलहरू छन्। यहाँ चाहिँ मान्छेको चाहिँ अलि आवत जावत बढी हुँदाखेरि एक्सिडेन्ट पनि हुनसक्छ। किन भन्दाखेरि त्यहाँ पनि अब सानो बाटो छ। यहाँ चाहिँ ध्यान दिनुपर्ने कुराहरू चाहिँ म यो नगरपालिकालाई प्रशासनलाई म जानकारी गराउँदैछु।